एकैछिन सकिएको नि हेरौँ है एकदम रमाइलो भएको छ है अलि भिआइपी हुने खाने खानदानीहरू पो बोलाउनु पर्छ है लु हेर त मलाई यहाँ घाटा परेको यो नाका पोरेलाई भेट्ने भने नि नाकको डाँडी फुट्ने गरी हिर्काइदिने हो सुरुङ नाकी यतै आउँदैछ त के भयो खुपीका बाउ तनावमा छस् त लोभी कन्जुस लात पचेका खन्चुवाहरू मात्र बस्दा छौँ समाजमा किन के भएर खुपीका बाउ के हुनु नि पिर्ती भोजमा आएर घिच्नु घिचे एकैजनाले 1 रुपियाँ पनि हालेन छन्